वेलकम टु युनिक भ्युज युट्युब च्यानल। यस युनिक भ्युज युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म पूर्ण राई। आज पनि म यहाँहरूमाझ एउटा सकारात्मक सन्देश दिने उत्प्रेरणामूलक भिडियो लिएर उपस्थित भइसकेको छु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न र यस भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। आजको विषयवस्तु रहेको छ बोल्ने 10 तरिकाहरू। म यहाँहरूलाई आज बोल्ने 10 तरिकाहरूको बारेमा छोटकरीमा जानकारी दिन गइरहेको छु। यो 10 तरिकाहरू जुन बोल्ने सिपहरू हामीले अपनाउँदा पक्कै पनि हाम्रो अथवा तपाईको कुराकानी प्रभावशाली, मनमोहक र सम्झना लायक बन्नेछ, जसले तपाईको व्यक्तित्व विकासमा पनि सहयोग गर्नेछ र तपाईको आकर्षक व्यक्तित्व प्रस्तुत हुनको लागि पनि मद्दत पुग्नेछ। म यहाँलाई छोटकरीमा जानकारी गराउन गइरहेको छु 10 प्रकारका प्रभावकारी बोल्ने सिपहरूको बारेमा। म सुरु गर्छु। पहिलो हो साँच्चैकै बुझेर बोल्नुहोस्। सोच विचार गरेर बोलेको कुराले गहिरो प्रभाव पार्छ। हतार नगरी आवश्यक विषयमा मात्रै बोल्नुहोस्। यसरी नै मुस्कान सहित बोल्नुहोस्। मुस्कान बोलीमा मिठास आउँछ। यस्तो बोलाइ मन छुने र आत्मीय हुन्छ। त्यसैले मुस्कान सहित बोल्ने गर्नुहोस्। सिधा र स्पष्ट शब्द प्रयोग गर्नुहोस्। घुमाउरो भाषामा घुमाउरो प्रकारले बोल्न छोड्नुहोस्। सिधा र स्पष्ट शब्दहरूको प्रयोग गर्नुहोस्। अस्पष्टताले भ्रम सिर्जना गर्छ। सरल, सहज र बुझ्न सजिलो भाषा प्रयोग गर्नुहोस्। आवाजको उतार चढावमा ध्यान दिनुहोस्। एकै सुरमा बोलेको कुराले चासो घटाउँछ। स्वरमा आत्मविश्वास, जोश र मिठास राख्नुहोस्। अर्काको कुरा सुनेपछि मात्र बोल्नुहोस्। सुनेपछि बोलेको कुरामा तर्क र सम्मान दुवै झल्किन्छ। बोल्दा शरीरको हाउभाउसँग बोल्नुहोस्। हाउभाउ मिलाएर बोल्ने गर्नुहोस्। हाउभाउले तपाईको बोलीलाई असरदार बनाउँछ। आँखा मिलाएर बोल्ने गर्नुहोस्। सारांशमा कुरा गर्नुहोस्। लामो कुरा नगर्नुहोस्। धेरै बोलेर होइन, कामको कुरा बोलेर प्रभाव पार्न सकिन्छ। हास्यबोध प्रयोग गर्नुहोस्, तर सजग भएर। हल्का हास्य कुराकानीले मिठास ल्याउँछ, तर अर्कोलाई नजिस्क्याउने ध्यान दिनुहोस्। अर्कालाई जिस्क्याउने गरी हास्य बोध गर्ने होइन, कि हल्का हास्य कुराकानीले पनि मिठास ल्याउँछ। मनले बोलेको देखिनुपर्छ। नक्कलीपन झल्कने बोलीले तपाईलाई राम्रोसँग चिन्दैनन्। त्यसैले सत्य, नम्र र आत्मीयता झल्कने भाषाहरू प्रयोग गर्नुहोस्। यसैगरी आभार र सम्मान देखाएर कुरा गर्नुहोस्। धन्यवाद, कृपया माफ गर्नुहोला जस्ता शब्दले सभ्य र आत्मीय बनाउँछ। निष्कर्षमा बोल्न जान्नेले मन जित्छ, सुनाउन जान्नेले आत्मा छुन्छ। यी तरिकाहरूको अभ्यास गरेर सजिलै प्रभावकारी वक्ता बन्न सक्नुहुन्छ। मैले आज यहाँहरूमाझ 10 वटा बोल्ने तरिकाहरूको बारेमा एकदमै छोटकरीमा जानकारी गराएँ। यी छोटकरीमा मैले प्रस्तुत गरेका जुन सिपहरू छन्, जसले हामीलाई एउटा प्रभावशाली व्यक्तित्व बनाउन मद्दत पुग्नेछ भन्ने मैले अभिलाषा राख्दै भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गर्न पनि नभुल्नुहोला। पुनः यहाँहरू सबैलाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।